ठिक छ दाइ ठिक छ खानु खानु न खानु मजाले खानु कस्तो गुलियो छ छैन उसले चिनिहाल्छ हो ल ठिक छ अब बहिनी चाहिँ यहाँ घर जान्छु भने चाहिँ पैसा चाहियो अरे क्या खर्च बिमारी हो अरे उपचार गर्नलाई पैसा दिनुपर्ने हो कति चाहियो अरे पैसा ल बहिनी पैसा ल पैसा हेलो नमस्ते झोरले तासिदोले स्याहारो लासो फ्यापुल्ला माया तपाईँहरूलाई सधैँ खुल्लम खुल्ला के छ आराम सन्चै हुनुहुन्छ होला होइन म पनि ठिकठाकै छु उता आज चाहिँ हामी यता बौद्धतिरै छौँ होइन यता हाम्रो काम पनि भइरहेको छ पछाडि यता डन्डीको काम होइन स्टिलको यो चाहिँ अब पिलरहरूको सिमेन्ट सोच्याउने काट्ने काम भइरहेको छ होइन अब आज चाहिँ हामी रिङहरू बाँध्छौँ डन्डीको यस्तै छ म चाहिँ सन्चै छु यहाँ मेरो यता बहिनी छ होइन भरा बहिनी चाहिँ बिमारी भएर झोक्राएर बसेको छ त्यस्तै छ है ल अनि काममा आएर किन काम नगर्ने के भयो बहिनी सुत्न मन लाग्यो के भयो त्यही त काम नगर्ने मान्छे किन आज झोक्राएको हो ल रेस्ट गर रेस्ट है त्यही त काम गर्दा गर्दा हल्की भएर होइन बहिनी अलिक बिमारी भयो जस्तो छ उता चाहिँ मिस्त्री दाजुले डन्डी काट्ने काम गरिरहनु भएको छ धमाधम अब बहिनी चाहिँ यहाँ घर जान्छु भने चाहिँ पैसा चाहियो अरे क्या खर्च बिमारी हो अरे उपचार गर्नलाई पैसा दिनुपर्ने हो कति चाहियो अरे पैसा मरी काम गरिदिनुहुन्छ हाम्रो दाजुभाइहरूले ल बहिनी पैसा ल पैसा पक्र न्यू इयर रोटी ल चट्ट आइसक्यो नास्ता हाम्रो रोटी होइन सेलरोटी हाम्रो बहिनीले ल्याइदिएछ ठिक छ दाइ ठिक छ खानु न खानु मजाले खानु कस्तो गुलियो छ छैन उसले चिनिहाल्छ हो ल ठिक छ ठुलो डाइ पर्दैन हाम्रो ढलान किला छैन
साँच्ची यहाँदेखि तान्नु है त तान्नु त अझै 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 अलिकति होला अझै झ्याम्मै आउँछ नि हो